नमस्ते सबैजनालाई। आज म चाहिँ आइपुगेको छु सुन्दर जानकी मन्दिरमा, जुन चाहिँ जनकपुर धाम नेपालमा पर्दछ। यो मन्दिर चाहिँ सीता माताको जन्मस्थल भनेर चिनिन्छ। र हेर्नुहोस् त यो मन्दिरको आर्किटेक्चर चाहिँ यो एकदमै कस्तो ब्युटिफुल छ क्या। यो चाहिँ मुगल र राजपूत स्टाइलमा मिक्स देखिन्छ। यो मन्दिरको निर्माण चाहिँ विक्रम सम्वत 1910 तिर भएको भन्ने मैले सुनेको थिएँ। यहाँ चाहिँ दैनिक पूजा र विशेष गरी विवाह पञ्चमीमा चाहिँ ठुलो हैन उत्सव मेला लाग्ने गर्दो रहेछ। मन्दिरको शान्त वातावरणले चाहिँ यहाँ पिसफुल रहेछ हैन, मन कस्तो आनन्द बनाउने खालको। विद्युतीय चलचित्र भन्नेमा चाहिँ हामी सिडी लिएर आएको छौँ। चन्द्र आएको क्या, यो उसले लगाएको क्या, उसले लगाएको सबै होइन। श्री जानकीजीको गहना सबै गहनाहरू हो सबै। त्यो भनेपछि श्री जानकी मन्दिरको सिंहासनमा आसीन देवताहरूको प्राचीन पोसाक बुधबार लगाउने सबै छ। उसले लाखो लुगाहरू कति मजाले राखेको रहेछ। उता पछि जान्छ यो त पहिलेको रहेछ नि, धेरै युग गयो। श्री 108 श्री सतसुर किशोर दास महाराज यहाँ चाहिँ विद्युतीय चलचित्रको दृश्य देख्न सकिन्छ। तत्कालीन समयमा जानकी मातालाई चाहिँ जनकजी महाराजले काखमा राखेर खेलाउँदै गरेको दृश्य, अनि अगाडि गोरुहरू पनि देख्न सकिन्छ।
पनि आएन